प्राध्यापक डाक्टर अमरनाथ जोशी सबै विद्वान मित्रहरू भर्खर मात्र प्रोफेसर लक्ष्मण सरले नेपाली कविताको प्रवृत्ति बारे चाहिँ प्रस्तुत गरिसक्नु भएको छ र म डबली इम्पेयर्ड भन्छन् अलिक असमञ्जस्य के छ भने म मेरो यो अङ्ग्रेजीको प्रस्तुत पेपर पनि अङ्ग्रेजीमै छ यो अङ्ग्रेजीको पेपरलाई म कतिको नेपालीमा लैजान सक्छु अलि असजिलो होला तर माफ गर्नु होला म ब्लेन्डेड मोडमा चाहिँ जान्छु होला र मैले समग्रमा अङ्ग्रेजी कविताको समग्र प्रवृत्तिलाई सँगाल्ने प्रयास गरेको छु र समग्र प्रवृत्तिका जब कुरा गरिन्छ त्यहाँ चाहिँ भावपरक चेतनाको मात्र कुरा नभएर त्यसको लय छन्द रस र एस्थेटिक आस्पेक्टदेखि भावसम्मका समग्र कुराहरूलाई इङ्गित मात्र अब गर्न सकिने अवस्था छ यो स्प्यान चाहिँ अलि ठुलो छ 10:42 मा स्टार्ट गर्दैछु र अब केशवजीले मलाई रिमाइन्ड गर्नु होला आई डोन्ट नो मैले कतिको जस्टिस गर्न सक्छु अङ्ग्रेजीमा भाव भन्ने सायद राम्रो न्याय दिन्थेँ कि यहाँ अन्याय गर्न धेरै सम्भाव्यता म देखिरहेको छु तब अङ्ग्रेजी को यो जुन साहित्य छ सायद पहिलो स्लाइड के भयो केशवजी यो ल अगाडि जाउँ ठिकै छ अब अङ्ग्रेजी साहित्य चाहिँ के छ भन्दाखेरि यो अङ्ग्रेजी मात्र नभएर यो अङ्ग्रेजी साहित्य समग्रमा युरोपियन सांस्कृतिक आविष्कार हो एक प्रकार अङ्ग्रेजी मात्र नभएर किनभने यसको आयाम वैश्विक आयाम छ वैश्विक आयाम भएको हुनाले यो अङ्ग्रेजी मात्र होइन यो चाहिँ युनिभर्सल वैश्विक हो र एक्सक्लुसिभली युरोपियन होइन यसले दुईटा ठुला आयामहरूबाट त धेरै लिएको छ ग्रेको रोमन आयाम ग्रिक र रोमन साहित्यबाट धेरै नै यो प्रभावित छ त्यो कुरा बुझ्नुपर्ने आवश्यकता छ र अब त्यो हेर्दा यो शास्त्रीय काव्यहरू शास्त्रीय नाटकहरू शास्त्रीय दर्शन र शास्त्रीय रिटोरिक र शास्त्रीय साहित्यबाट अङ्ग्रेजी साहित्य प्रभावित भएको छ एउटा विधा मात्र होइन सबैको उसबाट प्रभावित भएको छ र यदि शास्त्रीयतालाई हेर्ने हो भने प्लाटोनिक युगमा जानुपर्छ प्लेटो र एरिस्टोटलको दर्शनमा जानुपर्ने हुन्छ प्लेटोले विचार प्राधान्य संसार हो प्लेटको र एरिस्टोटलको वातावरण प्रधान संसार हो देखेका वस्तुहरू सत्य हुन् भन्ने र विचार सत्य हो भन्ने दुईटा द्वन्द्वात्मक दर्शनबाट यो साहित्यको भएको छ र त्यस पछाडि होमर सोफोक्लेस र एस्किलस जस्ता ग्रिक साहित्यका धरोहरहरू आधारबिन्दु हुन् अङ्ग्रेजी साहित्यको र भर्जिल र ओभिड र होरेस टाइपका ल्याटिन रोमन कविहरू एपिक राइटरहरू काव्य रचनाकारहरूको प्रवृत्तिहरू अङ्ग्रेजी साहित्यमा आएका छन् र
पश्चिमा साहित्यमा कस्तो छ भन्दाखेरि पश्चिमा साहित्य ग्रीक साहित्य सांस्कृतिक रूपमा सबभन्दा पहिले विकसित भएको साहित्य ग्रीक साहित्य हो र रोमन साहित्य रोमन क्षेत्र पछि के भयो भने आर्थिक रूपमा धेरै नै सबल भयो तर सांस्कृतिक रूपमा गरिब भयो। त्यस पछाडि भर्जिल भन्ने कवि आए जसले होरेसियन होमरियन एपिकहरू होमरको इलियाड र ओडेसी भन्ने पुराना 700 ईसा पूर्वका काव्यहरू ओरल ट्रेडिसनमा भएका काव्यहरूको अनुकरण गरेर भर्जिलले एनियाड टाइपका काव्य एनियाड महाकाव्य लेख्नुभयो जुन एनियाड महाकाव्यमा अब हेरोइक वीरताका गाथादेखि यात्रासम्मका विवरणहरूलाई एकै ठाउँमा समेटेर एनियाड टाइपका काव्य चाहिँ उहाँले सिर्जना गर्नुभयो र त्यसरी चाहिँ आएको ट्रेडिसन हो। र अब यदि हामी कवितालाई हेर्ने हो भने कविता सबै साहित्यिक रचनामा संसारमै सबैतिर यहाँ पनि त्यही प्रवृत्ति हो नेपालमा पनि संसारको सबै साहित्यमा सर्वप्रथम आएको विधा नै कविता हो र कवितालाई एक रूपमा मात्र लैजान सकिँदैन कवितालाई विविध रूपमा लैजानुपर्ने हुन्छ। यसको इमोसन यसको इमेजिनेसन यसको रिदम र यसको भाषा र यसको कला र क्राफ्ट बनाउने तरिका यसको यो कसरी बनेको छ यो के हो यी दुवै कुराहरूको समग्रतामा कवितालाई हामीले आर्ट र क्राफ्टलाई छुट्याएर हामीले हेर्न सक्दैनौँ। र अब यहाँ एउटा मात्र कविता म एकपल्ट यसो हेर्नुहोस् म स्किप गर्छु। त्यस पछाडि पहिलो कविता मोडर्न टाइपको आधुनिक टाइपको कविता हो। मेरुवेन भन्ने मान्छेले सेपरेसन भन्ने शीर्षकमा सेपरेसन वियोगमा कस्तो कविता लेखेका छन् त्यति मात्र हेर्नुहोस्। 3 लाइनको कविता। Your absence has gone through me like a thread through a needle. Everything I do is stitched with this color. वियोग भनेको कस्तो हुन्छ सियो र धागो पल त बाँकी नै रहन्छ त्यो पलले कहिले हो सियो र धागो छुट्टिएको त कहिले हो कहिले तर सम्झना कविता यस्तै वस्तु हुन्छ अगाडि बढ्नु र अब त्यसो भने अब यो क्राफ्ट पनि हेर्नुहोस् यो कसरी बनेको छ यसको कला पनि हेर्नुहोस् र त्यो कला र आर्ट र क्राफ्टले कविताको पनि निर्माण गर्छ। र अब पछि गएर यो कवितामा अलि रिभोल्ट गर्ने टाइपको कविता त्यसपछि अलिक अगाडि जानु यो व्हाट ह्यापन्स इफ अ ड्रिम डेपर्ड सपना चाहिँ सपना मान्छेले जे देखेका छन् त्यो सपनाको आपूर्ति भएन भने के हुन्छ भनेर चाहिँ उ गर्दा उसले के भन्छ भने ह्युजेसले डज इट ड्राई अप के यतिकै त्यो विचारहरू त्यो सपना सुकेर जान्छ अथवा कसरी सुक्ने घाममा किसमिस सुके जस्तो सुकेर जान्छ कि अथवा घाउ जस्तो सडेर जान्छ के हुन्छ। अब यस्तै कुराहरू लेखेर उसले त्यो कविता रिभोल्टको कविताहरू आएको छ। अगाडि बढ्नुहोस् म इक्जाम्पल मात्र हुँ त्यतातिर म गएँ भने मैले न्याय गर्न सक्दैन। र अब अघि मैले भने कवितालाई आकलन गर्दा कवितामा हुने चिन्तन चेतना कल्पना शाब्दिक भण्डार यसको क्राफ्ट र यसले पार्ने प्रभाव ती सबैलाई सँगको रूपमा हेर्नुपर्ने हुन्छ। र कवितालाई भर्सको रूपमा मात्र कविता र भर्स एउटै कुरा होइन। भर्स भनेको ध्वन्यात्मक अनुभूति भएको
ध्वन्यात्मक साङ्गीतिक अनुभूति भएको रचना कविता होइन। कविता त्यति मात्र होइन, त्यो होला ध्वन्यात्मक। हामी छन्द भयो गजबसित गाउन सक्यो भने वाह त्यहाँ कविता। त्यो छन्दले मात्र कविता बन्दैन। त्यो हुनाले कविता र छन्द, लय अथवा गीत अथवा सङ्गीत एउटै कुरा होइन। त्यो ठ्याक्कै कवितालाई लयमा जाने बित्तिकै त्यसले अपिल गर्ला, तर त्यो कविता हो कि होइन, मात्रै त्यो मात्र कविता हो कि होइन सोच्नु पर्ने हुन्छ। त्यो हुनाले इमेजिनेसन, इमोसन र ल्याङ्ग्वेज धेरै महत्त्वपूर्ण हुन्छन्। अघि लक्ष्मण सरले भन्नुभएको थियो, त्यो कतिपयले भन्छन् के हो कविता भने यो धेरै सोच्नै पर्दैन। हामी हिँड्दाखेरि एकजना लेखकले भन्छन् यो त मान्छे हिँडे जस्तै हो, बताउँदैन, तर अब त्यो चालैमा कसैको सुमधुरता हुन्छ, कसैकोमा खुस्रोपन हुन्छ। त्यसैको कविमा पनि यहाँ मेरा मित्रले धेरै ताली पाउनुहुन्छ, कसैले ताली पाउनुहुन्न, कारण त्यति मात्र हुन्छ। त्यो हिँड्न त हिँडेकै हो, तर चाल कस्तो हुन्छ त्यसले फरक पार्छ। र त्यसो हुनाले अब केशवजी एकछिन, त्यसो हुनाले के भन्दाखेरि पोइटिक अन्डरस्ट्यान्डिङलाई, पोइटिक समझलाई, कविताको समझलाई अलिकति उजागर गर्नको लागि दुईटा कुरा आवश्यक छ। एउटा कविताको स्वरूपमा चाहिँ जानुपर्ने हुन्छ, अर्को यसको कन्सियस उजागर कसरी भएको छ त्यो कुरा हेर्नुपर्ने हुन्छ। अडेन भन्ने एउटा कविले के भन्छन् भने त्यसको टेक्निकलाई हेर्नुपर्छ। ब्लेकले के भन्छन् भने होइन यो राम्रो र नराम्रो भन्नु त्यो मूर्खता हो, राम्रो र नराम्रो भन्नु हुँदैन, त्यो जेनरलाइज गर्ने प्रवृत्ति मूर्खले गर्छ भन्छ। र पर्टिकुलराइज गर्नु त्यो चाहिँ उत्कृष्टताको नमुना हो। पर्टिकुलराइज भन्दा विशिष्टीकृत रूपमा यो कवितामा यस्तो छ भन्न सकियो, त्यो राम्रो छ र नराम्रो भन्न पाइएन भन्ने ब्लेकको भनाइ छ। गोहे र अब त्यसको म अघि छन्दका गायनका कुरा गरेका थिएँ, जस्तै The woods are lovely, dark and deep, but I have promises to keep. Miles to go before I sleep. रबर्ट फ्रोस्टले भन्थे। यहाँ चाहिँ लय पनि छ, लयको पछाडिको रस, शाब्दिक रस पनि छ। कविता त्यसै बन्छ, सर्फेसमा जे बुझिन्छ त्यति मात्र होइन, पर छ जाउँ। र त्यसो हुनाले कविता के गर्छ त? अघि मात्र एक दुईवटा कविता मैले सियोधाको कविता देखिको सन्दर्भ गरेँ। कविताले मानवीय अनुभवको लाई अर्गनाइज गर्छ। के माध्यमबाट? इमेजको माध्यमबाट, इमोसनको माध्यमबाट र फिगरेसनको माध्यमबाट। र यसले इमेजलाई यसले पछि गएर भिजनमा परिवर्तन गर्छ र भिजनले इमेजलाई इमोसनमा परिवर्तन गर्छ। इमोसनबाट सङ्गीततिर लयमा जान्छ, लयबाट यसको अरू फर्दर इफेक्टहरू आउँछन्। त्यसरी चाहिँ कविताको परिनिर्माण भएको हुन्छ। त अब मैले यो आधारमा गर्दाखेरि लयमा म धेरै गइनँ, किन भन्दाखेरि मेरो पेपरमा डिटेलमा अङ्ग्रेजीमा पोइटिक चाहिँ सायद यहाँ छ कि केही छ पनि त्यसमा प्रोसोडीका कुराहरू आएको छ अगाडि। तब अङ्ग्रेजीको कवितालाई हेर्ने हो भने यसको विस्तार चाहिँ ठुलो छ। एङ्ग्लो स्याक्सन पिरियडदेखि लिएर कन्टेम्पोरेरी पिरियडसम्म। अब कन्टेम्पोरेरिटी बारे लक्ष्मण सरले भनिसक्नु भएको छ र विस्तार यति लामो छ। र सुरुमा कविता चाहिँ काव्य
ड्रामा र ड्रामेटिक पोइट्री र लिरिक पोइट्री वैयक्तिक पोइट्रीको रूपमा आएको थियो र त्यस पछाडि क्रमिक रूपमा यसको थीमेटिक र फर्मल स्वरूपमा र सारमा परिवर्तन हुँदै गएको छ र अब अङ्ग्रेजीको जुन प्रसोटी छ छन्दको कुरा छ त्यो छन्दलाई राइम रिदम को रूपमा लैजान सकिन्छ र बुझ्नुपर्ने के छ भने अङ्ग्रेजी नेपाली जस्तो अङ्ग्रेजी भाषा छैन नेपाली भाषा सिलेबिक भाषा छ हरेक सिलेबसलाई बराबर समय हुन्छ तर अङ्ग्रेजी स्ट्रेस टाइम ल्याङ्ग्वेज छ एउटै शब्दको पनि विभिन्न सिलेबलहरू अंशहरू हुन्छन् ती अंशमा एउटा अंशमा बढी जोड लाग्छ अर्कोमा जोड लाग्दैन स्ट्रेस टाइम ल्याङ्ग्वेज भएको हुनाले यसको बिट पनि टक 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 टाइप हुन्छ अलि फरक किसिमको यहाँ विभिन्न मेट्रिकल प्याटर्नहरू यसरी तोकिएको हुन्छ आयोनिक हुनसक्छ ट्रोकाइक हुनसक्छ एनाप्लिस्टिक हुनसक्छ डाइक्टेरिक हुनसक्छ स्पोन्डाइटिक हुनसक्छ अगाडि जाउँ यसमा अब गएर त्यस्तै गरेर मैले मिटरका पनि कुरा गरेको छु र त्यस्तै गरेर इमोसनका पनि कुराहरू यसले के भावहरूको उजागर गर्छ फियर्सहरू हेट एङ्गर एम्पथी होप वन्डर जोय प्राइड यो त युनिभर्सल कुरा हो सबैतिर लभ एम्पथीका कुराहरू सबैतिर संसारभरि नै हुने कुरा हो अगाडि बढौँ र अब यहाँ पोइटिक डिक्सनलाई हामीले एस्थेटिक डिमेन्सनबाट हेर्नुपर्ने हुन्छ यसको फिगरेसन कस्तो छ यसको इमेजेसहरू कस्तो छ यसको सिम्बोलिक डिमेन कस्तो छ एलिगोरिकल कतिका छन् भर्खर मात्र मेरो एउटा एन्थोलोजी सायद बाटोमा छ आउला द बिग ट्री एउटा ठुलो रुखलाई एलिगोरी मानेर कविता मेरो लगभग 7वटा कविता द बिग ट्रीमा मात्र छन् त्यसको बचपन त्यसको जवानी र जवानीका आनन्दहरू र बुढौलीतिरको मुभ र त्यस पछाडि ढल्ने बेलासम्मको अवस्था र त्यो बिचमा के अनुभूति गरियो तब भनौँ न त्यो किसिमका एलिगोरिकल आस्पेक्ट्सहरूबाट पनि पोइट्री गइरहेको हुन्छ गइरहेको र अब जहाँसम्म फर्मका कुरा गरिन्छन् अङ्ग्रेजीमा अब त्यो मेट्रिकल पाराले अथवा त्यसको स्वरूपको रूपमा चाहे ब्ल्याङ्क भर्स टर्सेट ग्रान्ड रोयल स्पेन्सिरियन स्ट्यान्डा अथवा सनेट्सहरू भेनेनरहरू लिमरिकहरू एलोजीहरू ओडहरू एपिग्राम हाइकु पेरोडिस एस्टिना यी विभिन्न किसिमका पोइटिक फर्महरू छन् यसमा म आज जान सकिनँ अब चाहिँ म आउँछु अङ्ग्रेजीको समयावधिको र सारको र स्वरूपको एस्थेटिक स्वरूपको आधारमा अङ्ग्रेजी साहित्यलाई कसरी वर्गीकृत गर्न सकिन्छ त सबभन्दा पहिले हामी एङ्ग्लो स्याक्सन पोइट्रीलाई लिन्छौँ जो 450 देखि 1066 सम्मको पिरियड त्यो एडीको पिरियडमा एङ्ग्लो स्याक्सन पोइट्री आयो लक्ष्मण सर भाग्यमानी छोटो पिरियडमा अलिकति गर्न तर मेरो त्यो विस्तार चाहिँ के भन्ने 450बाट अगाडि कुरा गर्नु पर्यो र एङ्ग्लो स्याक्सन पिरियड यहाँहरूले बुझ्नु के पर्छ भन्दाखेरि एङ्ग्लो स्याक्सन्सहरू इङ्ल्यान्डमा राज गर्दै थिए उनीहरूको रुट जरा कहाँ थियो भन्दाखेरि जर्मन त्यसो हुनाले सुरुमा अङ्ग्रेजीमा जर्मन इम्प्याक्ट छ जर्मनीको प्रभाव छ र त्यति बेला ओरल किसिमको पोइट्रीहरू र वीरताको गाथाहरू गर्ने र एलिट्रेसन भएको साङ्गीतिक किसिमको कविताहरूको आयो भ्युल फेरर वन्डर जस्ता कविताहरू आए र त्यति बेला थिम चाहिँ मान्छेको भाग्य मान्छेको भक्ति लोयल्टी र
संसारको अस्थायित्व दैवी भावनातिर उत्प्रेरित समुदाय भयो त्यति बेलाको। अलि दुःख पाउने बेलाको बेला यतैतिर झुकाउ हुन्छ नि, संसारको अस्थिरताका चेतनाहरू, वीरताका चेतनाहरू ती चाहिँ यो पिरियडमा आए। त्यस पछाडि अर्को पिरियड आयो। यो पिरियडमा 1066 मा एङ्ग्लो स्याक्सनहरूलाई नर्मनहरूले जित्यो अङ्ग्रेजमा। अब यिनीहरूको रुट चाहिँ भयो फ्रेन्च रुट। यिनीहरू फ्रान्सेली, फ्रेन्चहरूको अङ्ग्रेजीमा आधिपत्य भइसकेपछि यिनीहरू चाहिँ पहिलो यो यिनीहरूले चाहिँ अब इङ्ल्यान्डमा उनीहरूको आधिपत्य भएपछि उनीहरूले लेख्न थाले र यो वर्ल्डलाई त्यहाँ मध्यकालीन युग भनेर चाहिँ भन्छन्। र मध्यकालीन युगमा अब बढी किसिमले धार्मिक किसिमको रह्यो र तर इटलीतिर पनि के भन्दाखेरि बडा धार्मिक प्रवृत्तिको मान्छेहरू, जसरी यहाँहरूले सबैले पढ्नु भएको होला महाकाव्य डिभाइन कमेडी भनेर चाहिँ पुर्गाटोरियो, प्याराडाइजो, इन्फेर्नो, पुर्गाटोरियो, प्याराडाइजो 3 भागमा त्यो काव्य आएको छ। त्यति बेला यही मिडिलेजमा हो र क्रिस्चियनिटीको प्रधानता र त्यति बेलाको सोच के भन्दाखेरि ईश्वर छ भने संसारमा सबै कुरा सुनिश्चित छ। गॉड एक तरह त्यही गॉडले सबै कुरा ग्यारेन्टी गर्छ, ट्रुथ र कोहेरेन्स त्यसले ग्यारेन्टी गर्छ भन्ने अवधारणाबाट त्यो बेलाको कविताहरू प्रचलित छ। र त्यसमा फ्रेन्चको र ल्याटिन ट्रेडिसनको धेरै प्रधानता छ र टर्सर र ल्याङ्गडन जस्ता पोइटहरूले डोमिनेट गरेका छन् र धेरै जसो एलिगोरिकल सर्फेस लेभलमा एउटा देखाएको छ, अर्थ अर्कै छ। त्यस्तो एलिगोरिकल कथाहरू र नैतिकताका भावहरू र एलिगोरिकल भावहरू भएको कविताको सृजना यो पिरियडमा भयो। त्यस पछाडि आउँछ रिनेसाँ पोइट्री 1500 देखि 1660 सम्म। 1660 को पिरियडलाई रेस्टोरेसन पिरियड, पुनर्स्थापनाको, राजाको पुनर्स्थापनाको पिरियड हो त्यो 1660। र त्यो पिरियडमा के भयो भने यति बेला रिभाइभल, यसलाई रिनेसाँ भन्छ, पुनर्जागरणको बेला। पुनर्जागरण किन भन्दाखेरि यति बेला अब अङ्ग्रेजहरू शास्त्रीयतातिर ढल्किए, शास्त्रीयताको पुनर्जागरण भयो यहाँ। शास्त्रीयताको र थिम चाहिँ के भन्दाखेरि शास्त्रीयताको पुनर्जागरण गर्ने र मानवतालाई उत्कृष्ट स्वरूपमा प्रदर्शन गर्ने। यो बेलाका अब शेक्सपियर, स्पेन्सर जस्ता हरू आए र प्याराडाइज लस्ट जस्तो मिल्टनका महाकाव्य त्यति बेला चाहिँ आएका हुन्। र अब मिल्टनको प्याराडाइजमा यस्तो what though शैतानले बोलिरहेको छ, what though the field is lost, all is not lost, here to whom go and with the study of revenge, immortal hate, courage, never to submit and yet भनेर शैतानले बोलिरहेको यो काव्य त्यति बेला चाहिँ आयो। र त्यस पछाडि मेटाफिजिकल पोएट्सहरू आए। मेटाफिजिकल पोएट्सले के गर्न थाले भन्दाखेरि डोन्ट नट अगेन्स्ट द सोल, तर अब बडी र सोलको बिचमा तादात्म्य छ, कम्प्लिमेन्ट्री छ भन्ने किसिमको भावना सहित मेटाफिजिक्स अफ ह्युमन बडीमा धेरै गहन अध्ययन गरेर यी कविहरू आए। र यिनले गर्न के थाले भन्दाखेरि नमिल्ने वस्तुहरूलाई ढप्पै जोड्ने र जोडेर मतलब आइडियाज ब्रट टुगेदर भनेर भन्छ, असाध्यै विमिल वस्तुहरू सम्मिलन गराइदिने। कस्तो भन्दाखेरि आफ्नै प्रेमिकाको रगतमा मच्छरले टोकेर
प्रेमिकालाई प्रेमीलाई मच्छरले टोकेर त्यही मच्छरले प्रेमिकालाई टोक्यो भने मेरो आत्मा त तिमीमा छँदैछ नि त्यो किसिमका अनुभूतिहरू र के अब भएका कविताहरू यहाँ आए र कन्सियसहरू भनेर रगेड थिङ जस्तै पोइट स्ट्रेस धेरै हुन्छ मेरा कतिपय साथीहरू विद्यार्थी साथीहरू कति साथीहरू हुनुहुन्छ पोइट स्ट्रेस भनेर लभ लाइफबाट आफ्नो प्रेमिकालाई माई भेजिटेबल लभ भेजिटेबलसित लभको के सम्बन्ध अथवा प्रेमिकाको के सम्बन्ध छ भन्दाखेरि ऊ पनि मरणशील छ भेजिटेबल पनि मरणशील हो केही क्वालिटी त मिलिरहेका छन् नि भन्ने किसिमको त्यो त्यसरी रगेड कुराहरू ल्याएर मिलाउने यो गायो त्यस पछाडिको युग आयो 1660 देखि 1798 सम्मको एज यहाँ अझ अर्को छलाङ के आयो भने ह्युमन ऱ्यासनलिटी मानवीय तर्कमा र एनालिसिसमा जोड दिने युग आयो रिजन अर्डर डेकोरममा जोड दिने युग आयो र कविताको स्वरूप पनि परिवर्तन भयो कपलेट हिरोइक कपलेटमा कविताहरू आउन थाले र व्यङ्ग्यको कविता र नैतिकताको कविताहरू आउन थाले व्यङ्ग्यात्मक टुलहरू पनि त्यस्तै गर्न थाले त्यसो हुनाले आइरनीको लागि त एस्थेटिक क्वालिटी पनि त्यही किसिमको प्रयोग गर्नु पर्यो हास्य गाम्भीर्य र अब यो सेटायर भनौँ न व्यङ्ग्य एकै मोडमा एकै किसिमका काव्यिक गुणहरू प्रयोग गरेर त लेख्न सकिँदैन त्यो किसिमको उछाल यो पिरियडमा आयो र यो बेलाका मान्छेले के भन्छ भने संसारमा अर्डर दिनु छ भनेदेखि तर्कले मात्र दिन सकिन्छ तर्क प्रधान समयमा हामी आयौँ र मान्छे के हो मान्छेको समाज कस्तो छ मान्छेको नियम कानुन शक्ति यी कुराहरूमा विशेष ध्यान दिएर त्यो बेलाका कविहरूले लेख्नु थाले र मक पोइट्री मक पहिला जिस्क्याउने किसिमको ठट्टा गरेर उडाइदिने किसिमका कविताहरू पनि त्यो बेला आए र धेरै महत्त्वपूर्ण समालोचना पनि आयो सायद यहाँ सबैले सुन्नुभएको होला एलेक्जेन्डर पोपको के अरे एनएसी अन क्रिटिसिजम कवितामा समालोचनामाथिको एउटा निबन्ध शीर्षकमा कविता आयो कवितामा के निबन्ध होइन तर अब के भन्दाखेरि कवितामा समालोचना आयो र उनले के भन्छन् भन्दाखेरि काव्य कस्तो हुन्छ भने एउटा लाइनमा उनले के भन्नु भने mount over mount, Alps over Alps appear. साहित्य कस्तो हुन्छ भने पर्वतमाथि पर्वत आल्पस पर्वत एउटा पर्वत पार गरेर पनि अर्को पर्वत साहित्य पनि राम्रो साहित्य त्यस्तै अब त बुझे भन्ने लाग्छ बुझिँदैन माथि जानुपर्छ साहित्य त्यस्तो हुन्छ भनेर यिनी आए त्यस पछाडि अर्को फेज आयो 1798 सर उता पुगिसक्नुभयो मेरो 2-3वटा फेजमा म क्विकली जान्छु रोमान्टिक उसमा चाहिँ 1798 देखि 1837 सम्मको यति बेला त्यो सोच त्यति बेला के भयो भन्दाखेरि कविहरूको ईश्वर र मानव मिलेर संसारलाई सन्तुलित बनाउन सकिन्छ भन्ने होपफुल र कल्पना भावना र प्राकृतिक चेतनालाई लिएर समाजको सृजना गर्न पुनर्निर्माण गर्न सकिन्छ भन्ने प्रवृत्ति आयो र वर्ड्सवर्थ कलेज टाइपका कविहरू आए र न्यू कोलोनियल न्यू क्लासिकल भनौँ योभन्दा ठ्याक्कै अगाडिको युग जो रिजन तर्कमा दबाब दिन्थ्यो त्यसको विरुद्धमा यो कालखण्डमा चाहिँ अगाडि जाउँ र
त्यो यी कुराहरू मैले त्यहाँ भनिसकेको छु र म कवितामा चाहिँ जान चाहँदैन। त्यस पछाडि अब अलिकति इन्डस्ट्रियल युगमा हामी आयौँ। के अरे रोमान्टिक युगबाट हामी स्वतन्त्रतावादी युगबाट भिक्टोरियन पिरियडमा आयौँ। 1837 देखि 1900 सम्मको। अब यति बेला औद्योगिक र वैज्ञानिक एक प्रकारको टेन्सन तनाव चाहिँ भइसकेको थियो र फेथ डाउट सोसल रेस्पोन्सिबिलिटीको इस्युहरू चाहिँ यति बेला चाहिँ आए। अगाडि बढौँ केशवजी आए र अब यसलाई चाहिँ सोसल चेन्ज र इकोनोमिक चेन्जको समय मानिन्छ र स्टिलको समय यसलाई चाहिँ मानिन्छ र यिनीहरू आफ्नो शक्ति प्रति अलिकति सन्तुष्ट भएका मान्छेहरूको जमात चाहिँ आउँछ। गरिब र धनी बिचको भिन्नताको समय आउँछ र महिलाका प्रश्नहरू पहिलो पटक अङ्ग्रेजी साहित्यमा यति बेला प्रदर्शित छ। यो बेलाहरूको स्लाइड र सेक्सलाई ट्याबुको रूपमा लिन्छ र यति बेला अलिकति नैतिकताको पनि थोरै कुरा आउँछ र पहिलो पटक मान्छे डिसेन्डर्ड हुन्छ। यति बेलासम्म पश्चिमा जगतमा के थियो भने माथि ईश्वर छ भने हामी ठिक छौँ, तर विज्ञानले के ल्याइदियो भन्दाखेरि त्यो चेतनालाई भत्ताभङ्ग पारिदियो र वैज्ञानिकहरूले हामी बाँदरका सन्तान हौँ, हामी कोही भगवान छैन, हामी बाँदरका सन्तान हौँ, बाँदरबाट भएका हौँ। यो चेतनाले साहित्यमा भरमग्दो असर पारिदियो। यो पिरियडमा इभोल्युसनरी थियोरी जब आयो, मानव विकासको थियोरी जब आयो, त्यो चेतना ठुलो डाउटको समय चाहिँ आयो र त्यही हिसाबले त्यति बेलाको ड्रामेटिक मोनोलग टाइपका राइटिङहरू पनि त्यति बेला आयो। सोसल रियलिजमसँग सम्बन्धित कविताहरू पनि त्यसपछि आए। त्यस पछाडि मोडर्न पोइट्री यो 1900 देखि 1945 सम्म सायद लक्ष्मण सर यही पेरिफेरीमा आएर लक्ष्मण सरले जोडिनु भयो यो पिरियडमा आएर। र यो पिरियड त पश्चिममा फ्रेगमेन्टेसन र विखण्डीकरण र प्रयोगको समय थियो, जुन प्रयोग लक्ष्मण सरले कन्टेम्पोरेरी पोइट्रीमा गर्नुभयो। कन्टेम्पोरेरी पोइट्रीमा जुन किसिमको प्रयोगवादिता र फ्रेगमेन्टेसनको सोच थियो त्यो त्यसै बेला आयो र लट अफ मिथ र डिसइल्युजनमेन्टको प्रस्फुरण त्यति बेला भयो। कविता इमेजहरूमा आधारित भएको कविता, मिथहरूमा आधारित भएको कविता त्यति बेला आयो। टीएस एलियटले प्रजापतिले आफ्ना 3वटा सन्तान ईश्वर, राक्षस र मानव जब प्रजापति कहाँ गए, बुवा हामीले हजुरबाट शिक्षा पायौँ, अरू केही भन्नु छ कि भन्दा राक्षसलाई सोध्यो, अरे भगवानलाई सोध्यो के बुझ्यौ भन्दा म बुझेँ बुवा, उहाँले कन्ट्रोल यो इगो भनेर भन्नुभयो। अनि राक्षस मान्छेलाई जा भनेर भन्ने र बुझ्यौ तिमीले, मैले के भने बुझेँ, यहाँले कन्ट्रोल योरसेल्फ, आफूलाई अलिकति आफ्नो इगोलाई दमित गर भन्ने। र राक्षसले पनि त्यस्तै गरेर मैले बुझेँ बी कम्प्यासनेट, किनभने राक्षस अरूप्रति दया भाव नहुनाले भन्यो। मान्छे अरूलाई दबाउनु अरूप्रति एम्पथेटिक नहुनाले दा प्रयोग गरे ईश्वरलाई। त त्यस्ता किसिमका मिथित रिसोर्सहरू पूर्वबाट पनि लिएर पश्चिममा एलियटले र उता अमेरिकन पोइटहरू ट्रान्सेन्डेन्टलिस्टले पनि त्यस्तै गरेको हामीले पाउँछौँ। र अब यो क्राइसिसको समय हो, निचे फ्राइड
अब भन्ने चाहिँ यहाँहरूले पढ्नै गएको छ गड इज डेड भन्ने मान्छेहरू र न्यारेटिभ पनि बिग्रियो, सिन्ट्याक्स पनि बिग्रियो, मेलोडी रिदमहरू पनि गए र कतातिर गयो भने एक्सप्रेसनिजम, इमेजिजम, दादाइजम टाइपका साहित्यिक प्रवृत्तिहरूको सिर्जना भयो र रिलिजियस सर्टेनिटी त गइहाल्यो। किनभने भिक्टोरियन एजमा नै हामी ईश्वरले बनाएका होइन, हामी त बाँदरबाट विकसित भएका हौँ भन्ने आएपछि त यहाँ त त्यो रहँदै रहेन। त्यो ट्रुथ इज रिलेटिभ, अब सत्य विच्छिन्न यही अवस्थाबाट भयो र पोइट्रीमा पनि त्यही किसिमको कुराहरू र सब्जेक्टिभित्रको मुभहरू यही बेलाबाट आयो र त्यही बेला कन्फेसनलहरू आए। कन्फेसनल पोइट्सहरू जसले सबै कन्फेसन गर्ने स्वीकार गर्न थाले, म बदमास चोर फटा भनेर भन्न सक्ने कविहरू पनि त्यति बेला आत्म स्वीकृतिको अनुभूति भएका कविहरू पनि आए। आफ्ना गुण र दोषहरूको सर्वस्वीकार आफ्नो ओपनली स्वीकार गर्न सक्ने त्यस्ता कविहरू पनि आए र त्यस पछाडि पोस्ट मोडर्न पोइट्री आयो। अब जति बेला त सत्य अब छैन, सत्य डज नट एक्जिस्ट, कुनै सत्य छैन। सत्य त हामीले यो एक्सेप्ट गर्नुपर्ने हुन्छ, दुखित हुनुपर्ने आवश्यकता छैन, जे छ त्यसैमा रमाउने हो है। अब त केवर्स छ संसारमा, तथा नाम भइरहेको छ, थरी मान्छेले थरी गरिरहेका छन्। अब कसैलाई च्यालेन्ज गरेर काम गर्न छैन, एक्सेप्ट गरेर जानुपर्छ भन्ने अनुभूति चाहिँ सिर्जनामा ल्याउने कविहरू आए, मल्टिपल भोइसेसहरू आए। कविका आवाजहरूको विविधता र परिचयको विविधता आयो। अङ्ग्रेजी मात्र रहेन, अङ्ग्रेजी साहित्यमा विश्वको उपस्थिति भयो। अहिले मैले लेखेँ भने पनि अङ्ग्रेजीमा लेखेँ भने अङ्ग्रेजी साहित्य, अरू तपाईँले लेख्नुभयो भने पनि अङ्ग्रेजी साहित्य, कुनै चाइनिजले लेख्यो, इङ्ग्लिसले लेख्यो अथवा अमेरिकन ब्रोडर क्यानभासमा त्यो चाहिँ गयो र कविताको तत्त्व पनि डाइभर्सिफाइड भयो। इकोलोजी पनि, वातावरण पनि आयो, आइडेन्टिटी पनि आयो, रिलिजन पनि आयो, एथिक्स पनि आयो, मोरालिटी पनि आयो, पोलिटिक्स पनि आयो, रिच पनि आयो, पुअर पनि आयो, प्रिभिलेज पनि आयो, अनप्रिभिलेज पनि सबै आयो। त्यो किसिमको चाहिँ आयो। यसरी चाहिँ अहिले अब हामी यही कन्टेम्पोरेरीको पछिल्लो फेजमा छौँ, जहाँ हाम्रो प्रयोगवादिता कन्टिन्यू छ। गोविन्द सरले आफ्नो हिसाबले प्रयोग गर्नुहुन्छ, मैले आफ्नो हिसाबले प्रयोग गर्छु, केशवजीले आफ्नो हिसाबले प्रयोग गर्नुहुन्छ। एक्सपेरिमेन्ट र यो कन्टिन्युस इभोल्युसन र कन्टिन्युस डेभलपमेन्टको फेजमा छ। मैले बुझेको कविता यही किसिमको र डिटेलमा यो धेरै लामो समय लाग्ने वस्तुलाई म माथि जान्छु, अलिकति समय बढी लिएँ। धन्यवाद। स्वर्गीय प्रतिष्ठान रत्ननगर वाङ्मय परिषद लेखेका छौँ। हामीले सूचनामा वाङ्मय परिषद अपुष्ट पाएछौँ, हुनुपर्ने रत्ननगर वाङ्मय प्रतिष्ठान रहेछ। यसलाई हामीले पनि अब सच्याउने छौँ र त्यसै गरी बुझिदिनु हुन यो कमीलाई हामी संवेदनकर्ताको रूपमा हामीले भाषा कलाले स्वीकार